यहाँले कसरी ईश्वर भनेको के हो भनेर सोध्यो भने उत्तर दिनुपर्छ। के रहेछ ईश्वर भनेको? जुन भगवान सर्वज्ञ हुनुहुन्छ, सर्वम जानाति, जसले सबै कुरा जान्नु भएको छ। स्वयमेव प्रकाशते, अरूको प्रकाश आवश्यक छैन, जसलाई जो स्वयं प्रकाश हुनुहुन्छ। चेतनाताको विस्तार संसारमा जोबाट भएको छ, मङ्गललाई पनि मङ्गल बनाउने, पवित्रतालाई पनि पवित्र बनाउने, उत्कृष्टतालाई पनि उत्कृष्टता बनाउने त्यो महामहिम परम तत्त्व, त्यो सुप्रिय र पावरको नाम भगवान, त्यसलाई सत्य भनिन्छ। सत्यम परम धीमहि, यो हिजो हामीले सुन्यौं। धर्म प्रजित कैत पत्र परम निर्म शरणाम सताम वेद्यम वास्तव मात्र पशु शिवदम तापत्रयोन्मूलनम श्रीमद् भागवते महामुनि कृते किम्बा परेदीश्वर सद्यो हृद बरु तदेवी शुह्रु सुभि तक्षणा। दोस्रो श्लोकमा सुन्यौं हामीले, जुन भागवत धर्ममा कप्तीहरूको धर्मलाई निरस्त गरिएको छ। साधुहरू, सन्तहरू, भगवानका परम भक्तहरू, भगवानका चरण चञ्चलित परम पवित्र वैष्णव जनहरूको धर्मलाई जहाँ व्याख्या गरिएको छ। जुन ग्रन्थमा भगवानका पुण्यमय कथाहरू, भगवानका भक्तका कथाहरू, भगवानका भक्तका कथाहरूबाट जुन ग्रन्थ परिपूर्ण छ। ईर्ष्या रहित सन्तहरूको धर्म जहाँ वर्णन गरिएको छ। जुन ग्रन्थ वेद्यम जान्न योग्य छ, वास्तवम वास्तविकताबाट रियालिटीबाट परिपूर्ण छ। शिवदम जुन ग्रन्थको अध्ययन मनन श्रवणबाट कल्याण प्राप्ति हुन्छ। अझ महत्त्वपूर्ण कुरा, सद्यो हृदय अवरुद्ध, त्यो जुन ग्रन्थ सुन्नको इच्छा गर्नाले भगवान हृदयमा अवरुद्ध भइबक्सिन्छ। त्यस्तो